টানা ভারী বৃষ্টিতে বালাসন নদীর জলস্তর বেড়ে দুধিয়ার অস্থায়ী হিউম পাইপ সেতু ভেসে গেছে। ফলে দুধিয়া হয়ে শিলিগুড়ি ও মিরিকের মধ্যে যান চলাচল সম্পূর্ণ বন্ধ। 2025 সালে মূল সেতু ভেঙে যাওয়ার পর এই অস্থায়ী সেতুই ছিল একমাত্র এলাকার প্রধান যোগাযোগের ভরসা। ঘটনায় উদ্বেগে বাসিন্দা ও পর্যটকরা। প্রশাসনের তরফে বিকল্প রুট ব্যবহারের পরামর্শ দেওয়া হয়েছে। पुल भत्किसकिएको यहाँलाई यो भत्कायो भने फेरि यो जान्छ नि फेरि यो यहाँबाट फेरि पानी भत्कायो फेरि उहाँ यो र नयाँ अहिले डबल इन्जिन आएको छ। डबल इन्जिनले हामी अहिले गोर्खाल्यान्डपट्टि जाँदैनौँ न। हाम्रो गोर्खाल्यान्ड भन्ने समस्या यो बाँध छ, झट्टै भन्दा झट्टै बाँध बाँधेको हुनुपर्छ र यो बाटो पनि सुचारू रूपले चालु भएको हुनुपर्छ। म विनम्र निवेदन गर्दछु, म एउटा गाडी चलाएर खाने एउटा चालक हो है। हाम्रो इएमआईहरू छ, यहाँ सबै छ, हाम्रो 50 जना छ यो बाटो गाडी कुद्ने, सबै बसेको छौँ र हाम्रो एमपी महोदयलाई, एमएलए महोदयलाई, हाम्रो सिएमलाई पनि यही भन्न चाहन्छु, 1 हप्ताभित्र यो बाटो बनिनुपर्छ। बेली ब्रिज हाम्रो डिमान्ड छ, बेली ब्रिज। तपाईँहरू भन्नुहोस् बेली ब्रिज कि के? बेली ब्रिज बनिनुपर्छ, आर्मीको बेली ब्रिज बनिनुपर्छ। भन्दा झट्टै भोलिदेखि काम सुरु हुनुपर्छ। अब यहाँ अनुहार देखाउनु कोही नआए पनि हुन्छ, एमपी एमएलए कोही नआउँदा पनि हुन्छ। हाम्रो समस्या हो यो पनि तोडेर चाहिँ बेली ब्रिज बनिनुपर्छ, नभए यो पुरानै ब्रिज गाँस दिँदा पनि हुन्छ। यति नै भन्न चाहन्छु। धन्यवाद। कसैले गर्छ बाटो